नमस्ते, मेरो नाम शिवसन कार्की हो अनि घर विराटनगर। म खासै धेरै केही भन्नलाई आएको छैन। गङ्गु छेत्री जो हुनुहुन्छ उहाँको कुरालाई लिएर नै आएको हो म। अनि कुनै फलोवर्स बढाउँछु भनेर पनि आएको होइन। यहाँ के लागेछ त्यस्तो कुनै कुराको लागि पनि आएको होइन म। आउनुहोस् के लागि आएको भने म यहाँ हावा कुरा देख्दैछु क्या। के कालो पुट टिट 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 अरे के अगडम बगडम बिचरी कसैको छोरी हो यार, कसैको बहिनी हो यार। गल्ती मान्छेबाटै हुन्छ, भगवान्बाट त गल्ती हुन्छ यार। ऊ त बिचरा मान्छे हो होइन र। अहिले कति पुरा ट्रेन्डिङमा सबले कमेन्ट गरिरहेछ, लाइक के भनिरहेछ हौ बिचरा। उसले गल्ती गर्यो ठिक छ, तर यति आवाज जतिखेर निर्मला पन्तलाई त्यस्तो भएको थियो नि त्यतिखेर उठाउनु पर्थ्यो क्या। बुझ्नुभयो? जतिखेर नेपाली चेलीलाई जबरजस्ती गरेर पीडा दिएको हुन्छ नि त्यतिखेर आवाज उठाउनु पर्छ क्या। जब ससुराले दाइजो ल्याइनस् भनेर जिउँदै जलाउँछ नि छोरी मान्छेलाई, त्यो आवाज उठाउनु पर्छ क्या। किन नेपालमा यस्तो इस्युहरू भएको छैन र? धेरै भएको छ तर कसैलाई वास्ता छैन होइन र। किनकि त्यहाँनिर के छैन, 7.3 मिनेटको लिङ्क छैन होइन र।